अब फेरि मलाई जतिले चिन्नुहुन्छ म अलिकति पर्फेक्सनिस्ट खालेको छु कि सानो कुरामा आफै इन्भल्भ हुन मन लाग्ने अरूलाई ढुक्कै जिम्मा दिएर बस्न सक्दिनँ मेरो नेचर पनि त्यस्तो खालेको सो यता पनि उता पनि अलिकति सबै वेमा इन्भल्भ हुँदाखेरि चाहिँ त्यसले पनि म स्ट्रेस चाहिँ भन्दिनँ यसलाई त्यो प्रोसेसमा चाहिँ आफूले दिन सक्ने जस्तो अरू बेला 70% दिन्थेँ भने अहिले 120% दिइरहेको छु त्यो पनि इन्जोय चाहिँ गरिरहेको छु किनकि एउटा प्रोसेस हो रमाइलो चाहिँ लागिरहेछ सो यसले पनि वेट लसमा हेल्प चाहिँ गर्दो रहेछ भन्ने फिल जस्तो निर्माता भइसकेपछि चाहिँ कलाकारले चाहिँ बुझ्छन् के निर्माताको पीडा त्यो कति गाह्रो हुन्छ भन्ने कुरा बुझ्छन् नै भन्छन् तर कलाकारले एकचोटि फिल्म बनाउनुपर्छ भन्छ अरे तर तपाईँ त मलाई लाग्छ पहिलेदेखि निर्माताको पीडा बुझ्ने मान्छे हो कि जस्तो लाग्छ हजुर एकदम होइन पहिलादेखि नै म प्रमोसनमा आफूले गरेको फिल्म मात्र होइन चाहे कुनै ब्रान्ड इन्डोर्समेन्ट होस् चाहे जेसुकै काम होस् त्यसमा चाहिँ मैले कसैसँग कुनै पारिश्रमिक लिएको छु र मैले तपाईँको ब्रान्डलाई रिप्रेजेन्ट गर्छु चाहे त्यो ब्रान्ड चलचित्र होस् चाहे कुनै प्रडक्ट होस् चाहे कुनै रेस्टुरेन्ट होस् जे होस् त्यसलाई मैले यदि रिप्रेजेन्ट गर्नलाई मैले तपाईँसँग सर्टन रकम लिएको छु भने चाहिँ त्यसलाई फुल रिप्रेजेन्टेसन चाहिँ मैले गर्नुपर्छ भन्ने सोच मेरो पहिलादेखि नै हो तर अब त्यो भन्दै गर्दा सबै मुभिजको प्लान फरक हुन्छ कसरी पब्लिसिटीमा स्ट्राटेजी नै राख्नु हुँदैन कसैको पब्लिसिटी भन्नु खासै केही हुँदैन कसैले मजाले गर्नुहुन्छ सो मजाले गरेको चाहिँ राम्रो हो जस्तो लाग्छ मलाई किन जति तपाईँले आफ्नो भिजिबिलिटी देखाउन सक्नुहुन्छ त्यति नै दर्शकले तपाईँको चलचित्रको बारेमा या तपाईँको कुनै पनि ब्रान्डको बारेमा थाहा पाउने हो नि त सो पब्लिसिटी प्रमोसन मार्केटिङ चाहिँ इम्पोर्टेन्ट नै हुन्छ जस्तो लाग्छ एउटा कुरा जस्तो अब ब्याक टु हामी मास्टरनीमा जाउँ होइन अब फिल्म रिलिज हुन लागिसक्यो भदौ 5 गतेबाट आउँदैछ धेरै दर्शकलाई चाहिँ हुन त टिजर आएपछि अलिकति बुझ्नुभयो होला त तपाईँले नै बुझाइदिनु भने अलिक क्लियर हो धेरै दर्शकलाई मास्टरनी भनेको स्कुलमा पढाउने शिक्षाको सुधार गर्ने खालको स्टोरी हो कि भन्ने खालको धेरैको कमेन्टहरू हाम्रो भिडियोमा पनि देखेँ तपाईँको भिडियोमा पनि देखेँ अब यो क्राइम थ्रिलर हो तर तपाईँले आज क्लियर गरिदिनु न मास्टरनी त्यो टपिक्स त होइन धेरै अभिभावकको चाहिँ त्यस्तो हो कि भन्ने हजुर हजुर होइन मास्टरनी भनेको चाहिँ हामीले नाम कसरी लियौँ भने अब अहिले त टिजर आइसकेपछि अलिकति मैले खुलाएर नि बोल्न मिल्छ होइन जस्तो हामीले कहिले काहीँ भन्छौँ नि कोही मान्छे एकदम शातिर भयो कोही एकदम स्मार्ट भयो भने त मास्टरै भनेर भन्छ नि सब थाहा छ है तँलाई हरेक कुराको मास्टर भन्छ नि सो मास्टर हामीले वर्ड चाहिँ कहाँबाट लिएको भने एउटा मास्टर माइन्ड के मास्टरलाई हामीले कुन औदा दिन्छौँ हरेक कुराको ज्ञान भएको हरेक कुरामा एक्सपर्ट टाइपको हुन्छ नि सो यो फिल्ममा जो सेन्टर क्यारेक्टर हुनुहुन्छ जसको नाम तुलसी छ जुन म खेल्दैछु होइन सो उहाँले चाहिँ आफ्नो मास्टर माइन्ड आफ्नो मास्टर प्लान युज गरेर चाहिँ अब टिजरमा पनि देखिएको छ आफ्नो छोरीलाई बचाउने उसले एउटा सर्टन समथिङ हुन्छ फिल्ममा त्यहाँबाट होइन सो एउटा आमा चाहिँ कुन हदसम्म जान सक्छिन् र उसले कुन लेभलमा आफ्नो दिमाग चलाएर या आफ्नो एक्सपर्टिज चलाएर आफ्नो कन्ट्याक्ट युज गरेर के गरेर चाहिँ सबैजनालाई नै गोल गोल घुमाइदिएर आफ्नो तरिकाले आफ्नो काम निकाल्छिन् भन्ने हो मेन चाहिँ अनि क्राइम थ्रिलर भन्ने बित्तिकै टिजरमा पनि देखिएको छ सुरुमै एउटा डेड बडीबाटै स्टार्ट हुन्छ सो त्यही बडीकै इन्भेस्टिगेसन हो भनेर पनि बुझिन्छ अब त्यो बडी कुनै न कुनै वेमा तुलसी र उसको छोरी जुन सिमरनले खेलिरहेछ मेरो छोरीको क्यारेक्टर सो यो चाहिँ एउटा आमा छोरीको स्टोरी र एउटा आमा छोरीलाई एउटा केही आइपर्दाखेरि चाहिँ उनीहरूले अब हामीले टिजरमा पनि देख्यौँ ठुलोबडा मान्छेदेखि प्रेसदेखि पुलिसदेखि प्रशासन सबैसँग उनीहरूले फेस गरिरहेछ सो त्यो कसरी फेस गरेर उनीहरू कसरी बाहिर निस्किन्छ भन्ने नै एउटा क्याट एन्ड माउस खालीको थ्रिल हो र मास्टरनी भनेको चाहिँ एउटा मास्टर माइन्ड मास्टर प्लान उसको दिमागमा के चलिरहेछ त यो होल थ्रिलरबाट आफू सेफ निस्किनको लागि भन्ने यो तुलस होइन तुलसीको शार्प माइन्ड भयो आमा प्रियङ्का कार्की चाहिँ कतिको शार्प हुनुहुन्छ आई थिङ्क आमा भइसकेपछि आफ्नो एउटा सर्टन लेभलको इन्स्टिङ्क्ट आफै किक अन हुन्छ कि जस्तो एउटा अब जस्तो पहिलादेखि मलाई एकदमै बच्चा मनपर्ने हो अरूहरूको साथीभाइको पनि बच्चाहरू एकदम बोक्ने खेलाउने फेरि बच्चाहरू मसँग एकदम मान्ने पनि होइन तर आफू आमा भइसकेपछि चाहिँ एउटा अर्कै त्यो हामीले त्रिनेत्र भन्छ नि त्यस्तै खालको अर्कै इन्स्टिङ्क्टहरू चाहिँ अन हुँदो रहेछ कि सो यो फिल्म गरिराख्दाखेरि पनि जुन कथामा हामी बस्दाखेरि एउटा आमाले एउटा छोरीको लागि जे पनि गर्न सक्छ भन्ने एउटा इमोसन चाहिँ मैले रियली रिलेट गर्न सक्थेँ क्या किन मेरो पनि छोरी छ नि त मेरो छोरीलाई केही आइपऱ्यो भने त म त मर्न पनि सक्छु मार्न पनि सक्छु नि त त्यो त स्टेट हुन्छ क्या आमाको सो त्यसलाई एउटा कलाकारितामा ढालेर यो फिल्ममा काम गर्दाखेरि ओथेन्टिक चाहिँ एकदमै निस्किया जस्तो लाग्छ क्या मलाई त्यो कुन लेभलसम्म अनि प्लस अब सिमरनले फिल्मभरि पनि मलाई मामु भन्ने अहिले पनि उसले मलाई मामुै भन्छ यतिकै हामी भेट्दाखेरि पनि सो त्यो एउटा क्लोजनेस पनि भयो उसँग सो आई फिल लाइक यो क्यारेक्टर चाहिँ म आफै एउटा मम भइसकेको भएर चाहिँ मैले अझै राम्रोसँग निर्वाह गर्न अहिलेसम्म त्यो सिचुएसन आइपरेको छ कि छैन जस्तो मार्न पनि सक्छु आफू मर्न पनि सक्छु होला आइङ्काको केही कुरालाई लिएर अनि त्यस्तो त कहिले पनि नहोस् जस्तो कुनै पनि फ्यामिलीलाई कुनै पनि आमालाई कहिले पनि नहोस् तर आई नो यो सबै आमाले रिलेट गर्न सक्नुहुन्छ कुनै न कुनै
क्षणमा त्यस्तो आइपुग्यो भने चाहिँ एउटा आमा टाइगर पनि बन्न सक्छ, लायन पनि बन्न सक्छ, भालु बनेर खाइ पनि दिन सक्छ होइन। सो त्यसले गर्दाखेरि चाहिँ एउटा बच्चाको सुरक्षा र बच्चाको लागि चाहिँ आई थिङ्क जुन पनि हद क्रस गर्न सक्छ अभिभावकले चाहिँ होइन। सो त्यही हद अलिअलि यो मुभीमा पनि देख्नुहुन्छ कि आफ्नो बच्चाको सुरक्षाको लागि, आफ्नो बच्चाको सेफ्टीको लागि, आफ्नो बच्चाको जान र एकतिर आफ्नो बच्चा र एकतिर आफ्नो संसार छ भने आफ्नो बच्चै छान्छ आई थिङ्क जो पनि आमाले। ओके, प्रियङ्का कार्कीले सिनेमा खेल्दाखेरि यो करियरमा मैले धेरैचोटि देखाएको छु, हामी तपाईँलाई गस्सी क्विन पनि भन्छौँ, कन्ट्रोभर्सी क्विन पनि भन्छौँ, कन्ट्रोभर्सी भोग्नुभयो, धेरै कुरा भोग्नुभयो, तर आफै सिनेमा बनाएर भोगिएको कन्ट्रोभर्सीमा चाहिँ कतिको तनाव, कतिको डिप्रेसन, कतिको इम्प्रेसन, कतिको के हुँदो रहेछ, फ्रस्ट्रेसन, अपरेसन होइन त्यो कतिको हुँदो रहेछ होइन। आफ्नो फिल्ममा मात्र होइन, जहिले पनि हुन्छ। स्पेसली कस्तो हुन्छ भने कलाकार भइसकेपछि तपाईँ एउटा मोरल रेस्पोन्सिबिलिटी पनि लिएर हिँडेको हुन्छ नि त होइन। सो त्यो मोरल रेस्पोन्सिबिलिटी कुनै न कुनै वेमा धक्का लाग्दाखेरि या कसैलाई कुनै पनि वेमा चोट पुग्दाखेरि जुन जानी अन्जानी हामीले जानेर त कहिले गरेको हुँदैनौँ नि त। सो मेरो लागि चाहिँ त्यो एकदम ठुलो कुरा हो, चाहे त्यो आफ्नो फिल्मको होस् या अरू फिल्मको बेलामा मलाई अफेक्ट चाहिँ हुन्छ। अफेक्ट किन हुन्छ भने कतै कोही मान्छेलाई मैले निराश पो गरेँ कि, कसैले मलाई जुन स्थानमा राख्नुभएको थियो त्यहाँबाट अलिकति म झरेँ कि पो, ओ माई गड मैले फेरि त्यो ट्रस्ट गेन गर्नुपर्छ भन्ने। तर ह्याभिङ सेड दिस यो पनि भन्न चाहन्छु कि हामी पनि मान्छे नै हो नि त, मान्छेबाटै मिस्टेक हुने हो, हिँड्ने मान्छे लड्छ भने जस्तै हो। कहिले काहीँ क्यालकुलेसन मिसक्यालकुलेसन हुनसक्छ, कहिले काहीँ सोचेको भन्दा कम्प्लिटली विपरीत हुनसक्छ। तर कहिले पनि हामीले जानेर प्लान गरेर म यस्तो गर्छु भने सायद कसैले पनि त्यस्तो गर्दैन, किन लास्टमा गएर त आफ्नो नाम, आफ्नो क्यारेक्टर, आफ्नो रेपुटेसन पनि कुरा आउँछ नि त। सो त्यसले गर्दाखेरि गाह्रो चाहिँ मलाई सधैँ पर्छ, चाहे अहिले आफ्नो फिल्मको विषय होस्, अरूको फिल्मको विषय होस्, कहिले काहीँ जानेर नचाहेर सोच्दै नसोचेको कन्ट्रोभर्सीमा तानिन्छ त्यस्तो पनि विषयमा होस्। तर हरेक चिजले चाहिँ म आफूलाई अझै निखारिँदै, अझै सिक्दै, यसले चाहिँ म अझै राम्रो मान्छे, अझै असल मान्छे हुँदै जाउँ, अब भविष्यमा यो टाइपको वेमा चाहिँ कसैलाई कहिले पनि घात नपुगोस् भन्ने खालेको चाहिँ एउटा आफ्नो मोरल रेस्पोन्सिबिलिटी लिएर चाहिँ अगाडि बढ्छ। तर एउटा चिज मलाई लागेको त तपाईँले आज यसको एन्सर दिनुभयो भने अझै राम्रो होला। तपाईँ कन्ट्रोभर्सी हुन्छ त्यो टपिक्सलाई लिएर, गीतलाई लिएर वा सिनलाई लिएर वा फिल्मलाई लिएर मान्छेले गाली गलौज गर्न पाए, तर केही व्यक्तिहरू जो हामीले एकदम चिनेका फिल्म लाइनकै मान्छेहरूले तपाईँको पारिवारिक रूपमा, तपाईँको चरित्रको रूपमा पनि गाली गलौज गरे क्या फेसबुकमा। हजुर, ती व्यक्तिहरूलाई चाहिँ के भन्नुहुन्छ? म के भन्छु भने सबैजनाले लेख्ने, बोल्ने या जे हाम्रो मुखबाट निस्किन्छ नि त्यसले हाम्रो रिफ्लेक्सन दिने हो कि। जस्तो म जस्तो मान्छे छु, मैले त्यही अनुसारले लेख्ने, बोल्ने या अरूसँग कनेक्ट गर्ने हो जस्तो लाग्छ है मलाई। सबैजनाको आफ्नो भोगाइ, आफ्नो एक्सपिरियन्स, आफ्नो लाइफ एक्सपिरियन्सेसहरूले तपाईँलाई एउटा सर्टेन वेमा सेप गर्छ होइन। जस्तो मलाई जसरी पर्सनल अट्याकहरू आयो मेरो क्यारेक्टरमा, मेरो फ्यामिलीलाई, मैले यति धेरै पोस्टहरू देखेको थिएँ कि जहाँनिर मेरो छोरीलाई भनौँ, मेरो बुवा आमालाई, इभन मेरो सासू ससुरालाई, भाइ बहिनी, देवर बुहारी सबैजनालाई मिचिएर पनि पोस्टहरू आएको थियो। र तपाईँले भन्नुभयो जस्तो चिनेकै नामहरूबाट जसलाई म धेरै रेस्पेक्ट गर्छु होइन, तर मैले रिटर्नमा कहिले पनि केही रिप्लाई किन गरिनँ भने त्यसपछि त उहाँमा र ममा केही फरक भएन नि त। सो मैले चाहिँ ग्रेस चुज गरे हो, किनभने जसले जे लेख्नुभयो सायद उहाँको पनि मनमा गुनासो थियो होला, उहाँ पनि एउटा पीडाको स्थानमा हुनुहुन्थ्यो होला, उहाँले आफ्नो फ्रस्ट्रेसन पोख्नुभयो होला, त्यसैले मैले त्यसलाई एकदमै घातको रूपमा लिइनँ। तर यति चाहिँ याद गरिदिनुपर्छ जस्तो लाग्छ, चाहे पब्लिक फिगर होस् नहोस् होइन। तपाईँले यदि केही लेख्दै हुनुहुन्छ भने हजुरले भन्नुभयो जस्तै काममा मेरो अभिनय मन परेन, मैले गरेको सर्टेन गीत मन परेन, मैले गरेको सर्टेन चलचित्र मन परेन भने तपाईँले मजाले आएर मलाई प्रियङ्का कार्कीको अभिनय मन पर्दैन भन्न पाउनुहुन्छ। त्यसलाई मैले एज अ कलाकार म लिन्छु पनि, म आजको दिनसम्म लिइरहेको छु, किन यो सबै उहाँहरूको मायाबाटै आउने हो। तर पर्सनल अट्याकले चाहिँ मेरो भन्दा पनि तपाईँकै क्यारेक्टर दर्शाउँछ जस्तो लाग्छ क्या। पर्सनल अट्याक मलाई गर्नुभयो, मेरो फ्यामिलीलाई, मेरो बच्चालाई गर्नुभयो भने त त्यसले त तपाईँकै एउटा क्यारेक्टर देखाउँछ नि त मेरो भन्दा। तपाईँलाई के लाग्छ जति पनि यो कुराहरू आउँदाखेरि चाहिँ तपाईँले के मैले एकदमै गलतै काम गरेछु भन्ने जस्तो फिल हुन्छ कि हुँदैन यति कुरा आउँदा? होइन, कन्ट्रोभर्सीमा पर्दाखेरि जहिले पनि त्यसले एउटा मान्छेलाई अलिकति सचेत होइन, चाहे तपाईँले गरेको होस्, जानेर गरेको होस्, नजानेर गरेको होस्, कहिलेकाहीँ त गर्दै नगरेको चिज पनि हुन्छ, यत्तिकै नाम मुसेर आउँछ। र कहिलेकाहीँ हामीले सोच्दाखेरि दिमागमा सानो वेमा, हँसी मजाको वेमा सोचेको हुन्छ, तर बाहिर पुग्दाखेरि यो त अलिकति गहन विषय भयोमा पुग्छ। तर हरेक चिजलाई चाहिँ मलाई लाग्छ कि तपाईँ पब्लिक फिगर भएपछि तपाईँले अकाउन्टेबिलिटी लिनुपर्छ के। मलाई मतलब छैनमा चाहिँ जानु हुँदैन, किन तपाईँ पब्लिक फिगर हो नि, तपाईँलाई त यहाँ राखेछ नि त मान्छेले, माया गर्नुहुन्छ, तपाईँलाई लुकअप टु गर्नुहुन्छ होइन। सो तपाईँले यदि कसैलाई चोट पुर्याउनु भएको छ भने मलाई लाग्छ कि मेरो अधिकार छैन मैले उल्टै सोध्न कि कसरी तैँले चित्त दुख्यो। चित्त दुख्यो भनेपछि दुख्यो, मेरो लागि त्यति हो कि। चित्त दुख्यो भनेपछि दुख्यो र त्यसको विकल्प भनेको मैले माफी माग्नु बाहेक अरू केही छैन। कसको कसरी चित्त दुख्छ, के कुरा चित्त दुख्छ त्यसको जिम्मा हामी लिन सक्दैनौँ। तर यदि कसैलाई मेरो कुनै कामले चित्त दुख्यो भने त उहाँले मलाई माया गरेर एउटा ठाउँमा राख्नु भएको रहेछ नि त।
चित्त दुख्नु भनेको ऱ्यान्डम मान्छेसँग चित्त दुख्दैन कि जसलाई तपाईँले माया गर्नुहुन्छ जसलाई तपाईँले एउटा आइडलाइज गर्नुहुन्छ या जसलाई तपाईँले एक ठाउँमा राख्नुभएको हुन्छ नि त्यसले मात्रै चित्त दुखाउन सक्छ कि सो त्यो चित्त दुखेपछि मैले हात जोडेर माफी माग्ने हो आइन्दा अगाडि बढ्दाखेरि म अझै सचेत हुन्छु भन्ने हो म अझै अवेर हुन्छु भन्ने हो र मलाई माफ गरिदिनुहोस् भन्ने हजुरलाई थाहा के अरे मास्टरनीको गीत त्यो सुटिङको टाइममा यस्तोसम्म हुन्छ भन्ने केही आइडिया थियो होइन त्यसरी हामीले त्यस्तो आइडिया भएको भए त सायद यो गीत पनि गर्दैन थियौँ होइन र मैले धेरैजनालाई त्यतिखेर पनि गीत सुनाएर एउटा लाइट वेमा हुन त हामीले अझै गहन विषय वस्तु यसलाई ध्यान दिनु पर्थ्यो जस्तो लाग्यो अहिले यसरी मान्छेको मन दुख्ला भनेर कहिले पनि सोचेको थिएन तर कहिले पनि यो वेमा यस्तो होला या यस्तो होस् भन्ने धारणा या हाम्रो सोच त्यस्तो कहिले पनि थिएन है एउटा चिज जस्तो यो फिल्मको नाम मास्टरी नभएर प्रियङ्काको पिरती वा विजयको प्रेम यस्तो केही नाम भएको भए यो गीत त्यति कन्ट्रोभर्सी हुन्छ जस्तो लाग्छ तपाईँलाई म अनेस्टली भन्नै सक्दिनँ अहिले किनभने कुन चिजले कुन प्रकारले रूप लिन्छ कुन चिजले कतातिर वेभ लैजान्छ यो वेभको पनि कुरा हो नि त त्यो आजकल भन्नै नसकिने रहेछ कि तर एउटा कुरा चाहिँ थाहा छ कि दर्शक भनेको भगवान् हो होइन उहाँहरूले जे गर्नुहुन्छ उहाँले मायाले नै भन्नुहुन्छ यदि उहाँलाई कुनै कुरा मन परेन उहाँलाई चित्त दुख्यो भने हाम्रो पनि एज कलाकार हामी त सर्जकहरू हौँ नि त हामीले त क्रिएसन गरिरहेको हुन्छौँ यदि कुनै मेरो क्रिएसनले कसैको चित्त दुख्छ भने त्यसको रेस्पोन्सिबिलिटी लिएर त्यसलाई रेक्टिफाई गरेर अगाडि चाहिँ बढ्नुपर्छ जुन आई थिङ्क हाम्रो टिमले गरेका छ है तर धेरैले माया गर्नु हुँदो रहेछ क्या प्रियङ्काजीलाई आमाहरू अझ विशेष गरी आमाहरूले यस्तो बुहारी भनेर होइन धेरैले माया गर्दाखेरि चाहिँ के हुँदो रहेछ भने उहाँलाई त्यो यही के कुराले चित्त दुख्यो भनेर हजुरले भन्नुभएको थियो नि एउटा राष्ट्रिय कलाकार हामीले त प्रियङ्का कार्कीलाई एकदमै माथिल्लो लेभलमा राखेको थियौँ किन उसले यस्तो काम गर्यो भनेर नि धेरैको प्रतिक्रिया थियो कि हजुर त्यही त मैले भनेको सबै दर्शक भनेको अभिभावक नै हो उहाँले जे भन्नुहुन्छ मायाले नै भन्नुहुन्छ होइन त्यसको रिप्लाई हामीले तुरन्तै होइन म त गर्दिनँ मेरो अप्रोच भएको भए सायद त्यसले अझै पनि यो कुराहरू चर्किन्थ्यो होला तर इमिडिएटली जब मलाई रियलाइज भयो कि ओहो यसले यस्तो रूप नलिनु पर्ने थियो हामीले कसरी यसरी सोच्न सकेनौँ यो कुरा अब तपाईँले भन्नुभयो जस्तो निर्माता भयो बेला म अलिकति क्लाउडेड हुन्छ धेरै काममा बिजी भइन्छ होइन कति धेरै चिजको सही मूल्याङ्कन गर्न सकिँदैन सो त्यो फेजबाट पनि गुज्रेको हुनसक्छ सो यसको रिप्लाई आज पनि जतिजनाको पनि चित्त दुखेको छ होइन जतिजनाले मेरो यो कारणले गर्दाखेरि यहाँहरूको मन दुख्यो चित्त दुख्यो यहाँलाई म फेरि पनि एकचोटि म माफी माग्न चाहन्छु होइन र हामीले पनि गर्दै जाँदै नै सिक्ने हो र ठुलो ज्ञान सिकेको पनि छौँ यसले गर्दाखेरि र यो भन्दै गर्दाखेरि लास्टमा पनि चलचित्र चाहिँ कम्प्लिटली डिफ्रेन्ट छ चलचित्र एउटा क्राइम थ्रिलर हो होइन टिजर हेरेपछि चाहिँ धेरैजनाले भनिसक्नुभयो टिजर त यस्तो बवाल रहेछ गीत किन त्यस्तो निकालेको भनेर सो यसलाई चाहिँ एउटा गल्तीको रूपमा जसको लागि हामीले फुल रेस्पोन्सिबिलिटी लिएको छौँ त्यसलाई हेरेर चाहिँ अडियन्स पनि त हाम्रो भगवान् हो होइन र तपाईँहरूको पनि दायित्व हो आफ्नो छोरीचेलीलाई माफ गरेर अगाडि बढ्ने जस्तो लाग्छ मलाई र पहिलोचोटि आफ्नो जिउ ज्यान सबै लगाएर चलचित्र बनाएको छु र चलचित्रले चाहिँ पक्कै पनि यहाँलाई डिसपोइन्ट गर्दैन त्यो चाहिँ म भन्छु एउटा मजाको क्याट एन्ड माउस थ्रिल अब के हुन्छ टाइपको चलचित्र चाहिँ आई थिङ्क हामीले बनाउन सफल भएका छौँ जस्तो लाग्छ भदौ 5 गतेको लागि धेरै धेरै शुभकामना हजुर थ्याङ्क यू सो मच सबै कुरा बिर्सेर तपाईँ फिल्मको पब्लिसिटी लाग्नु होला हस् हजुर थ्याङ्क यू सो मच थ्याङ्क यू ल त यहाँ म प्रियङ्का